आदरणीय महानुभावहरू, रात्रिकालीन नमस्कार। यति बेला आज वैशाख महिनाको 7 गते, यो एकदम अँध्यारो भइसकेको यो समयमा म तपाईँलाई यो भिडियो देखाइरहेको छु। यो मुसिकोट नगरपालिका वडा नम्बर 2 को मुसिकोट, यो सानो देउरालीदेखि यो साइडको हेर्नुहोस् त, यो जङ्गलभरि वारपार आगो लागिरहेको छ। अब यो पक्कै कसैले भुलवश त होइन होला, जान होला। यसले आम जैविक विविधतामा के असर गर्छ होला? किन यसरी आगो लगाइन्छ होला? यसले के फाइदा हुन्छ होला? के घाटा हुन्छ होला? सामान्यतया गाईबस्तु चराउनका लागि अब यो सल्ली पिरल जति डढिसकेपछि यहाँका जुकाहरू मर्न सक्छन्, बर्खामा जुका कम लाग्न सक्छ भन्ने एउटा परम्परागत मान्यता हुन सक्छ। त्यस्तै गरेर हरियो घाँस पलाउँछ भन्ने मान्यता हुन सक्छ, जसका कारणले वर्षेनी यसरी आगो लगाइन्छ। तर यसलाई अलि फरक ढङ्गले सोचौँ त, यसले यहाँका जडीबुटीहरूको अवस्था के हुन्छ होला? यसले ती चराचुरुङ्गीहरूको अवस्था के हुन्छ होला? कीटपतङ्गहरूको अवस्था के हुन्छ होला? यसले यी डाँडाहरूलाई रुखरुख र उराठ बनाउने बाहेक के गर्छन् होला? यसले यी बोटहरू सबै मासिएर, साना बोटहरू सबै मासिएर यसले सिङ्गो जैविक विविधतालाई के बनाउँछ? यसले वायुमण्डलीय प्रभाव कस्तो बनाउँछ? यो धुवाँ, यो कार्बन डाइअक्साइड यसले के गर्छ? यसले स्थानीयलाई फाइदा हुन्छ कि घाटा हुन्छ? तपाईँ कतिजना चाहिँ यसको विज्ञ पनि हुन सक्नुहुन्छ। तपाईँ जे हुनुहुन्छ, तपाईँको आफ्नो प्रतिक्रिया राखिदिनु होला। र यो आजको दिनमा यसरी आगो लागिरहेको छ। हिजो म देखिरहेको थिइनँ, आज चाहिँ यो देख्दा वारपार वरदेखि परसम्म छ। अब हेरिरहँदा मन एकदमै पीडाले भरियो, किनभने यसरी यी कति त्यहाँ चिरबिर बचेराहरू थिए होला, कति प्राणीहरू छ होला, होइन? यसको संरक्षण, अर्को यसको व्यवस्थापन हेर्नुहोस् त। अब यसरी आगलागीबाट अनि यसले चाहिँ यही बेला हावा लगाइदियो, केही गर्यो भने त्यसको माथिको बस्ती, त्यसको तलको बस्ती, मानवीय बस्तीहरू जसको त्यो जङ्गलको छेउमा घरहरू छन्, उहाँहरूलाई कस्तो छ होला? हामीले त्यहाँ नजिकै बत्ती बलेको, बिजुली बलेको देख्न सक्छौँ। यो रात्रिकालीन समय भएर यो मोबाइलको क्यामेराले राम्रोसँग क्वालिटीयुक्त यो आगो नदेखाइरहेको हुनसक्छ, नजिकको बस्ती नदेखिरहेको हुनसक्छ। त्यसैको तलपट्टिहरू सारुटोलामा पुरै बत्ती बलिरहेछ, माथि सानो देउरालीमा पनि त्यहाँ घरहरू छ। त्यसपछि गएर यतापट्टि हेर्नुहोस्, यस्तो यो मुसिकोट नगरपालिकाको वडा नम्बर 2 गुल्मी जिल्लामा पर्यो। यसको विभिन्न पाखमा हरेक वर्ष यसरी आगो लगाउने गरिन्छ। यो आगो चाहिँ यो लगाएरै हुनुपर्छ, यो जानै हुनुपर्छ जस्तो लाग्छ। यो चाहिँ बिल्कुल प्रकृति विरुद्ध छ जस्तो लाग्छ। यसलाई के गर्नुपर्छ? यसलाई सम्बन्धित निकायको ध्यान जान सकोस्। मुसिकोट नगरपालिका वडा नम्बर 2 को वडा अध्यक्ष रविन्द्र खत्रीजी हुनुहुन्छ, केसीजी हुनुहुन्छ। त्यस्तै गरी मुसिकोट नगरपालिकाको नगर प्रमुख जीवलाल खरेल जीवनजी हुनुहुन्छ, लगायत अरू जनप्रतिनिधिहरू पनि हुनुहुन्छ। यहाँ यसका सम्बद्ध निकायहरू पनि छन्। यो के जायज हो? के यसरी लगाइँदाखेरि स्थानीयहरू संरक्षित हुन्छन्? यसले के फाइदा गर्छ? यस्ता धेरै प्रश्नहरू मनमा उठेका छन्। यो सम्बन्धित ठाउँसम्म यो कुरा पुगोस्, यसको संरक्षणका लागि आवश्यक कदम चालियोस्, यही चाहिँ म माग गर्न चाहन्छु। र यस्ता कुकृत्यहरू नगरिदिनु हुनका लागि आम सबै सम्बन्ध पक्षहरूसँग माग पनि गर्न चाहन्छु। हस्, यतिन्जेल भिडियो हेरिदिनु भयो। यो घटनाको बारेमा तपाईँले तल कमेन्ट गरिदिनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद।